अब हामीले आफ्नो रगत चुहाएर जुन खेतमा काम गरेका छौँ त्यो रगतको मेहनत हामीले पाउँछौँ भएर त्यो बालन सरकारसँग हामी सबै किसान आशामै छौँ र तपाईँको मिडिया मार्फत नेपाल गभर्मेन्टसँग यो कुरा जाओस् र किसानले न्याय पाउँछ भनेर हामी आशा र विश्वासका भरोसा लिएका छौँ। प्रश्न गराउन चाहन्छु कि जनताले आफू यतिसम्मको पेमेन्टको बिल लिएर आइरहेका छन् तर अहिलेसम्म जनताको एउटा पनि पेमेन्ट मिलेका छैन। हेर्नु कति वर्षदेखि उहाँहरू कुरिराख्नु भएको छ एउटा पेमेन्टको लागि 20वटा नेट छ। हेर्नुहोस् यो हेर्नुहोस् कति धेरै छन् तर उहाँहरू अहिलेसम्म यसको एउटा पनि अहिलेसम्म पेमेन्ट पाउन सकिरहेका छन्। किसानको रगत मिसिएको हुन्छ यो कुरो खेती गर्ने किसानलाई मात्र थाहा हुन्छ कि वास्तवमा कति मेहनत गर्दाखेरि उको मिल गेटसम्म आइपुग्छ त्यो किसानलाई थाहा हुन्छ तर मिल मालिकलाई त्यो कुरो थाहा छैन। आगामी दिनका सरकारहरूसँग हामी माया मारिसकेका थियौँ तर अहिले घन्टीको सरकार हुँदाखेरि बालन सरकार हुँदाखेरि हामी जम्मा किसानहरूको एउटा आशा पलाएर आएको छ। सरकारसँग छ कि त्यो हामी किसानको यति मेहनत गरेर यत्रो गर्मीमा हामीहरूले आफै त्यो गरेर उत्पादन गरेर यहाँ गन्ना पुर्याउँछौँ। त्यो पैसा जुन छ हामीहरूको यो 10 वर्ष भइसक्यो यो पैसाको यो छिटोभन्दा छिटो बालन सरकारसँग अनुरोध छ कि मेरो पैसा छिटोभन्दा छिटो यो मिल मालिकलाई जुनसुकै कारवाही गरेर होस्। डुआ देले छी अमुक देले छी डुआ हमने के चाहिए किसान के साथ। कितना साल से बाकी? अजय 73 74 75 साल के 3 साल के पैसा बाकी जी। एक रुपया भी ना जी ना मतलब आउट हुआ पहले से आउट हुआ बाकी रह गई कितना रुपया बाकी? अजी आउट पहले से 1,13,000 रह गई बाकी सर 1,13,000 रुपया बाकी। जी जी क्षेत्रबाट पटक पटक जितेर गइरहनु भएको डाक्टर अमरेश कुमार सिंहजी तपाईको यो क्षेत्रमा तपाईले थाहा छ कि यहाँको किसानहरूले उखु खेती गरेर मात्र आफ्नो जीविका पार्जन गर्छन्। तपाईकै पार्टीको सरकार छ अहिले कि तपाई पटक पटक सरकारको नेतृत्व गरिसक्नु भएको छ। चिनी मिलमा छ धनकौलमा छन् यो चिनी मिलले पटक पटक जनताले आश्वासन मात्र दिइरहेका छन् तर जनताको पेमेन्ट अहिलेसम्म दिइरहेको छैन। तर पटक पटक सरकार चेन्ज भयो तर अहिलेसम्म कुनै सरकारले जनताको पेमेन्ट अहिले दिन सकिरहेका छन्। किसानहरूले हरेक वर्ष आफ्नो आन्दोलन गरेर मात्र पेमेन्ट पाइरहेका छन् तर सरकारले यस विषयमा केही पनि चासो दिइरहेको छैन। यस भिडियो मार्फत हामी सरकारको ध्यान आकर्षण गराउन चाहन्छु कि सरकारको यो ध्यान आकर्षण होस् कि जनताले किन आफ्नो मेहनत गरेर परिश्रम गरेर पुरै आफ्नो लगानी लगाएर तर पनि अहिलेसम्म उनीहरूको पेमेन्ट किन मिलिरहेको छैन। उनीहरू पटक पटक काठमाडौँ गएर आन्दोलन गरे पश्चात मात्र किन पेमेन्ट मिलिरहेको छन् तर यहाँ किन मिलिरहेको छैन। उनीहरू उख दिएपछि उनीहरूको हातमा किन पैसा डाइरेक्ट आउन सकिरहेको छैनन्। त्यसको लागि जनताले कति दिनसम्म आफ्नो दुःख भोगिरहनु पर्छ आफ्नो लगानी लगाइरहनु पर्छ तर यहाँको मिल मालिकहरूले कुनै पनि ध्यान दिइरहेको छैन। उहाँहरूको पेमेन्ट रोकेर आफ्नो मौज मस्ती गरिरहेछन् तर जनताको दुःख उखु उत्पादन गरेर आफ्नो बालबच्चालाई पढाउने बिहे गर्ने सबै आफ्नो आर्जन गर्न लागि उखु किसान गरिरहेका छन् तर उहाँहरूको अहिलेसम्म सरकारले 1 रुपैयाँ पेमेन्ट दिनको लागि सरकारको कुनै पनि ध्यान आकर्षण भइरहेको छन्। किसानहरूको के समस्या छन् हामी किसानहरूसँग बुझौँ। देखिए कि 73 साल से हमरा सबके किसान के पैसा लगभग मिल मालिक के अनुसार ही पूरा डाटा तो हमरा मालूम ना है लेकिन डाटा उनका पास है 7 करोड़ रुपया लगभग बाकी है। जोना में हमर एगो व्यक्तिगत पैसा 1390 कुंटल उख दिले से जेकर पूरे पैसा हमर बाकी है। ओकर बैंक स्टेटमेंट भी हमारा पास है। बैंक के पूरा नेट जे नेट मिल दिले है वो नेट भी हमारा पास है। वही क्रम में 23 साल में जब मिल जे पहले अग्रवाल के मिल रही दोसर मालिक रही बाद में शैलेंद्र गुप्ता ही मिल के खरीदलन तो हम सब 4-5 साल से दौड़ी इनका कि हाँ अभी सी आई केस चलत है तो हई होत है हऊ होत है यह बहाना करके आइयो हम सब आयल रही है तो यह इनकर बात है कि 1 गते के तारीख है पेशी होते ओकरा बाद फैसला होते तो अहाँ सबके पैसा मिलत। हाँ सबके जे पैसा जे बाकी है ओकर कोई कागज पत्र है? जी कागज पत्र सब कागज पत्र है। बैंक स्टेटमेंट भी हम है निकाल के रख ले कितना पैसा दिले है ये बैंक स्टेटमेंट भी हमारा पास है। और दोसर 23 साल में 2023 में इंडिया के ईस्वी संवत में 74-75 2012 एक वही भरे देखो वही भरे दर्शकबिन हामी सरकारलाई यो ध्यान आकर्षण गराउन चाहन्छु कि जनताले आफू यतिसम्मको पेमेन्टको बिल लिएर आइरहेका छन् तर अहिलेसम्म जनताको एउटा पनि पेमेन्ट मिलेका छैन। हेर्नु कति वर्षदेखि उहाँहरू कुरिराख्नु भएको छ एउटा पेमेन्टको लागि 20वटा नेट छ। हेर्नुहोस् यो हेर्नुहोस् कति धेरै छन् तर उहाँहरू अहिलेसम्म यसको एउटा पनि
अहिलेसम्म पेमेन्ट पाउन सकिरहेको छन्। उहाँहरूको पैसा तपाईँको लगभग 73 सालदेखि नै बाँकी रहेको छ, तर उहाँहरू अहिलेसम्म मिलिरहेको छन्। कतिवटा नेताहरू बदलिसके, कतिवटा सरकार बदलिसके, कतिवटा प्रधानमन्त्री बदलिसके, तर उहाँहरूको अहिलेसम्म एउटा पेमेन्ट मिलिरहेको छैन। 74 सालदेखि 73 सालदेखि उहाँहरूको पैसा अहिले बाँकी कि नै बाँकी छन्। उहाँहरू आफ्नो पेमेन्ट हेर्नुहोस्, पुरै पेमेन्टको जुन नेट हुन्छ नि त्यो लिएर बिलहरू लिएर खडा हुनुभएको छ। आज उहाँहरू आन्दोलन गर्न आउनु भएको छ कि भनिरहेको छ हाम्रो पैसा किन मिलिरहेको छैन, तर मिल मालिकहरूले प्रत्येक दिन डेट दिएर पठाइराख्नु भएको छ उहाँहरूले, तर उहाँको आश्वासन पटक पटक फिर्ता भइरहेको छ, तर अहिलेसम्म पैसा मिल्ने कुनै पनि अवस्था छैन। यो हेर्नुहोस् कतिसम्मको पेमेन्ट, कति किसानहरू आउनु भएको छ। यो हेर्नुहोस् अवस्था, कस्तो देशको हाम्रो अवस्था भइसकेको छन्। किसानले पुरै देशलाई पालिरहेका छन्, तर किसानको समस्या बुझ्नको लागि कुनै पनि जनप्रतिनिधिले आफ्नो तद्रुकता देखाउनु भएको छैन, आफ्नो कुनै पहल देखाउन सकिरहेका छन्। किसानहरूको यतिसम्म दुःख छ। अझै के छ तपाईँको भनाइ? मेरो भनाइ बालन सरकारसँग छ कि त्यो हामी किसानको यति मेहनत गरेर यत्रो गर्मीमा हामीहरूले आफै त्यो गरेर उत्पादन गरेर यहाँ गन्ना पुर्याउँछौँ। त्यो पैसा जुन छ हामीहरूको यो 10 वर्ष भइसक्यो यो पैसाको, यो छिटोभन्दा छिटो बालन सरकारसँग अनुरोध छ कि मेरो पैसा छिटोभन्दा छिटो यो मिल मालिकलाई जुनसुकै कारबाही गरेर होस् त हामीहरूको पैसा उपलब्ध गराइदिनुहोस्। यसो म आशा राखेको छु। यो अरू दिन त भएन, तर बालन सरकारसँग मेरो आशा छ कि यस सरकारले निश्चित रूपमा हामीहरूको पैसा पेमेन्ट गराउनु। विचार के छ भने यो उखुको भित्र किसानको रगत मिसिएको हुन्छ। यो कुरो खेती गर्ने किसानलाई मात्र थाहा हुन्छ कि वास्तवमा कति मेहनत गर्दाखेरि उखु मिल गेटसम्म आइपुग्छ, त्यो किसानलाई थाहा हुन्छ, तर मिल मालिकलाई त्यो कुरो थाहा छैन। आगामी दिनका सरकारहरूसँग हामी माया मारिसकेका थियौँ, तर अहिले घन्टीको सरकार हुँदाखेरि, बालन सरकार हुँदाखेरि हामी जम्मा किसानहरूको एउटा आशा पलाएर आएको छ कि अब हामीले आफ्नो रगत चुहाएर जुन खेतमा काम गरेका छौँ त्यो रगतको मेहनत हामीले पाउँछौँ भनेर यो बालन सरकारसँग हामी सबै किसान आशामै छौँ। र तपाईँको मिडिया मार्फत नेपाल गभर्मेन्टसँग यो कुरा जाओस् र किसानले न्याय पाउँछ भनेर हामी आशा र विश्वासका भरोसा लिएका छौँ। कति वर्षदेखि तपाईँको पेमेन्ट बाँकी? हजुर, मेरो यहाँ म एउटा सानो किसान परेँ। मेरो यहाँ म नेटद्वारा नै देखाउँछु हजुरलाई। यो 74/12 को नेट, यो अर्को पनि छ यहाँ, यो पनि 74/10/15 को नेट हो। यो जम्मा कतिवटा तपाईँको बिल बाँकी छ? 4वटा नेट छ। 4वटाको जम्मा मैले पाउनुपर्ने यहाँ हिसाब गरेको छु। मैले जम्मा 1,80,744 रुपियाँ मैले पाउनुपर्ने। त्यसमध्ये कति नेताहरूलाई भनसुन गर्दाखेरि विगतमा चाकरी चाप्लुसी गरेर पनि आफ्नो मेहनतको पैसा मात्र 86,000 मैले भुक्तानी पाएँ। अहिले 94,744 रुपियाँ यो मिलमाथि अहिले पनि छ मेरो, र यो मिलको पैसा मैले माया मारिसकेका थिएँ, तर अहिलेको न्यायिक सरकारको यो गठनले गर्दा हामी किसानको आशा पलाएर आएको छ र अब हामीले न्याय पाउँछौँ भनेर हामी विश्वास साथ यो मिडियामा भनिराखेका छौँ। हाम्रो न्याय हुन्छ, हामी पैसा पाउँछौँ भनेर आशामा छु। रामनगर गाउँपालिका घर परलै, रामेश्वर प्रसाद यादव नाव परलै। हमार 62,927 रुपया 73 साल से बाकी है। 73 साल से बाकी? हाँ। कितना साल तक लेके बाकी पैसा है? 73, 74, 75। टोटल कितना रुपया बाकी है? हमारा है 62,927 रुपया मात्र। हाँ। हाँ, सबके कितना पैसा बाकी है? ओ सर, पैसा तो बाकी कभी हमरा सबके नेपाल सरकारो ठगै छै आ मिलो मालिक ठगी करे छी। अभी देखिए चाचा के नेट में जे 75-76 में हमरा सबके नेपाल सरकार से निर्धारित रेट रही 536 रुपया। ओई में हमरा किसान सबके मिललै 500 के रेट, जैमें 70 रुपया नेपाल सरकार देले रहे आ 435 रुपया मिल मालिक सब देले रहे। बुझल गए। आ वो 75-76 में वो भीषण आंदोलन काठमांडू में कैला के बाद वो पैसा दिले रहे, लेकिन डाटा चुराला के कारण से डाटा हमरा सबके नेपाल सरकार उपलब्ध करल आ नहीं मिल मालिक सब चोरबा सब दिलकै। वही कारण से संपूर्ण किसान के हम सब पेमेंट न करावे सकली, कुछ न कुछ बाकी रह गए किसान के। लगभग 5-7 करोड़ रुपया अभी बाकी होती किसान के पूर्ण पेमेंट। आ ये जे ठगी जे कहले नेपाल सरकार ठगी कहले है लगभग
बगदा चीनी मिल शुरू कल बगदा चीनी मिल के देखला से इहो शुरू कल दोनों मिल लगभग 15-16 करोड़ रुपया किसान के ठगी कैले है जे 36 रुपया 28 पैसा के दर से 75-76 के। तेकरा बाद में ई नेपाल सरकार जे अनुदान रकम जे कहे छै तो उ पिछला साल 81-82 के क्रॉसिंग सीजन के 35-70 रुपया देवे के रही सरकार के, ओई में 35 रुपया मात्र दिले आई तक ले। उ 35 रुपया देते कि न देते ओकर कोनो गारंटी न है। कहला तो किसान के तो काठमांडू जाएला खोजेला घचघचावेला बहुत भीड़ होइ छै। उ अपन हाथ मुख जोड़ते बाल बच्चा के पढ़ते लिखते आ कि जते काठमांडू आंदोलन करे बार बार। लेकिन यही किसान सब के वास्तव में यही जे बालन सरकार अल घंटी के सरकार अल यही से किसान के मनोबल बढ़ल कि अब हमरा सबके जे बुरता पैसा है 1-1 रुपया के हिसाब करा के नेपाल सरकार हमरा सबके दियतौले। वो मेरो नाम राम नरेश महतो, मेरो घर रामनगर गाउँपालिका वार्ड नंबर 4। मेरो लागि यो धनकौल अन्नपूर्णा मिल र बग्द भनेपछि सेमै जस्तो लाग्छ। किनभने हाम्रो यहाँ धनकौलमा पनि धेरै दिनदेखि हामी कुरिरहेका छौँ। त्यो 74, 73, 75 र हाल फिलहालसम्मको पनि पैसा यो मिल मालिकले एउटा बहनबाजी के गर्छ भने 74, 75 पैसा माग्दाखेरि मैले किनेको छैन, म मिल मात्रै किनेको छु। तर यसरी मान्दैन मान्छे, यसरी किसानहरू मान्दैन। किनभने जो मान्छे जो बिजनेसम्यान यदि कुनै बिजनेसको लाइनमा कुनै सामान किन्यो भने पछाडि बाँकी बगौता समेत किनेर लिन्छ। त्यो आधारमा हामी शैलेन्द्रजी यो मिल मालिकलाई वार्निङ दिइरहेछौँ। यदि 74, 75 र 73 लगायत हाल फिलहाल 81, 82, 83 को पैसा पेमेन्ट गरेन भने हामी किसान आज वार्निङ दिन आएको छौँ। आज यदि यो कुरा सुनेन भने तपाईँ मार्फत, तपाईँको मिडिया मार्फत सुनेन भने हामी सशक्त आन्दोलन गर्छौँ र यहाँ हजार किसान यहाँ उतार्छौँ। अर्को कुरा के छ भने म बग्द चीनी मिललाई पनि वार्निङ दिइरहेको छु, वीरेन्द्र कनुडियालाई पनि दिइरहेको छु। त्यो वीरेन्द्र कनुडियाले पनि यस्तै गरिरहेछ। राजनीतिक खेल्ने यो जग्गा ठाउँ होइन। यो किसानको खुन पसिनाले बनाएको मिल भनौँ, खुन पसिनाले बगाएको उखु बाली मानौँ, त्यो सबै बाली यहाँ लगाएको छ। तर दिइरहेको छ, यहाँ पैसा दिने बेलामा आफ्नो जीवजान फालेर गइहाल्छ। अहिले मौज मस्ती। आज हामी यहाँ उपस्थित छौँ। आज 2083 वैशाख आज 26 गते हामी मिल मालिकलाई पनि भनेको थियौँ तपाईँ यहाँ आइदिनुहोस्, यहाँ किसानको कुरा सुनिदिनुहोस्। यदि तपाईँ किसानको कुरा सुन्नु भएन भने हामी ठिक मान्दैनौँ। तर उहाँको प्रतिनिधि आज हाम्रो माझमा आएर रमेश श्रीवास्तव आएर एकचोटि वादा गर्नुभएको छ 10 दिनभित्र म माघसम्मको पैसा हालिदिन्छु भनिरहेको छ। हामी पछाडिको पैसा माग्दाखेरि उहाँ भन्नुभयो पछाडिको मुद्दा चलिरहेको छ अरे। के मुद्दा देखाएर हामीलाई मतलब छल्न मिल्छ? हामी मान्दैनौँ। यदि शैलेन्द्रजीलाई भनिरहेको छौँ र वीरेन्द्र कनुडियालाई पनि भनिरहेको छौँ, यही मार्फत हजुरको मार्फत यदि मानेन भने हामी यो धनकौल र बग्दा दुईटै मिलमा हामी मतलब सशक्त आन्दोलन गर्छौँ र पैसा जसै पनि उहाँसँग चुकाउँछौँ। खुट्टा पक्रेर भएर हात पक्रेर भने यहाँ उहाँको कपाल समातेर पनि हामी पैसा उहाँसँग लिन्छौँ। मानेन भने यो आज यो मिडिया मार्फत उहाँलाई दुवै मिल मालिकलाई वार्निङ दिइरहेको छौँ। यदि तपाईँहरू मान्नु भएन भने शैलेन्द्रजी र वीरेन्द्रजी दुवैजना भनिरहेको छौँ, यदि तपाईँ पैसा दिनु भएन भने तपाईँलाई यहाँको किसानले धुलो चटाएर यहाँबाट पठाउँछ, यहाँ धुलोमा घिसारेर पठाउँछ। यो सर्लाहीबाट नेपालीमा भन्छ, तर हाम्रो मधेसमा भन्छ उखको नै हर भनेपछि उखुको माइती भनेपछि हाम्रो सर्लाही यहाँ यो सर्लाहीमा उखुको नै हो। तर यही क्षेत्र मतलब सर्लाही क्षेत्रमा 4 नै हो। तर यो हाम्रो किसान जति किसान साथीभाइ हुनुहुन्छ उहाँलाई ठगेको छ यो दुईटै मालिकले। यो दुईटै मालिकलाई भनिरहेको छु। यो सर मतलब ढुआ देले छी, अमुक देले छी, ढुआ हमने के चाहिए किसान के सर। कितना साल से बाकी है? अजी 73, 74, 75 साल के 3 साल के पैसा बाकी जी।
एक रुपया भी न पहले से जिना मतलब आउट हुआ पहले से आउट हुआ बाकी रह गई कितना सर रुपया बाकी हुए अथी आउट हुआ पहले से 1,13,000 रह गई बाकी सर 1,13,000 रुपया जी बाँकी जी हामी भन्न चाहन्छौँ कि यस क्षेत्रबाट पटक पटक जितेर गइरहनु भएको डाक्टर अमरेश कुमार सिंहजी तपाईँको यो क्षेत्रमा तपाईँले थाहा छ कि यहाँको किसानहरूले उखु खेती गरेर मात्र आफ्नो जीविका पार्जन गर्छन्। तपाईँकै पार्टीको सरकार छन् अहिले कि तपाईँ पटक पटक सरकारको नेतृत्व गरिसक्नु भएको छ। म भन्न चाहन्छु डाक्टर अमरेश कुमार सिंहज्यूलाई कि अन्नपूर्ण चिनी मिल होस् या महालक्ष्मी चिनी मिल्स दुईटैको मालिकसँग तपाईँ उसलाई जेलमा हालेर होस् या कारबाही गरे होस् या बाटोमा घिसारेर होस्, जसरी पनि किसानहरूको पैसा जति बाक्यता छन् त्यो सबै फिर्ता गराउनु पर्यो। तपाईँलाई यहाँको जनताले 35,000 भोटभन्दा माथि दिएर जिताएको छन् किनकि तपाईँ एउटा राम्रो व्यक्ति हो भनेर त्यसै कारणले यहाँको किसानहरूले दुःख भोगिरहेको छन्। ती दुःखको समस्या तपाईँसम्म पुगोस् र तपाईँले यो यहाँको चुनावीको बेलामा तपाईँले किसानले यही कुराहरू सुनाइरहेका छन् कि मान्यज्यू हाम्रो पैसा अहिलेसम्म मिलाएकै छैन। त्यस कारणले तपाईँ यहाँको किसानहरू जुन आज आन्दोलन गर्न आउनु भएको थियो वा चाहिँ यहाँको मिल मालिकलाई वार्निङ दिन आउनु भएको थियो, तर यो कुराबाट यहाँको मिल मालिकहरूलाई ध्यान आकर्षण भएन भने यहाँको किसानहरू चरमबद्ध आन्दोलन गर्नेछ। तपाईँलाई यो पेमेन्ट हामी भन्न चाहन्छु कि छिटोभन्दा छिटो दिइहाल्नुहोस्, नत्र तपाईँहरूलाई गाह्रो हुन्छ भन्ने यहाँको जनताहरूले भन्दैछन्। तपाईँको विचार के छ यसमा? मेरो परिचय सञ्जीव कुमार यादव, मेरो घर चाहिँ धनकौल गाउँपालिका वार्ड नम्बर 7 मा। अनि यहाँ के छ कि 73-74देखि 73-74देखि नि यहाँ पैसा किसानहरूको बाँकी छ। अनि पटक पटक भन्दा यहाँ के भन्छ कि अब दिँदैछु या 82-83 को पनि पैसा बाँकी छ। अनि के छ ऊख ल्याउँदाखेरि यहाँ के गर्छ कि 60% 70% मा त्यो लिन्छ, यहाँ कटौती गर्छ। अनि पैसा लिँदाखेरि के यहाँ भन्छ नि आज दिन्छु 10 दिनको पेमेन्ट गर्छु 15 दिनको पेमेन्ट गर्छु, अहिलेसम्म केही गरेको छैन। फेरि बिहे कसैको हुन्छ नि त किसानहरूको त भन्छ त्यो यहाँ निवेदन दिनु, कार्ड लिएर आउनु, म पैसा दिन्छु। यहाँ 10-20 जनाको त यहाँ हाम्रै गाउँको छ, त्यो के बिहे थियो त्यसमा निवेदन म पनि यहाँ लिएर यहाँ आएको थियो। निवेदन भन्दैछ कि 2-4 दिनमा दिन्छु। के अरे 18 गते मेरो शादी थियो मेरो बहिनीको, त्यसमा पनि पैसा हालेन। त्यसैले हामीहरू सबै किसानहरूले यहाँ आएर त्यही वार्न दिन आएको छु पैसा दिनको लागि। त्यसले रमेश श्रीवास्तवले भन्नुभयो त्यो माघको 5 गतेसम्म पुरै माघको पैसा 5 गतेसम्म म दिन्छु, अनि फागुनको पैसा 10 दिनमा पेमेन्ट गराउँछु। अब के गर्छ त यिनीहरूलाई थाहा छ। अब हेर्नु, अब उहाँहरूले यो पेमेन्टहरू दिनु भएन भने तपाईँहरू के गर्नुहुन्छ? हामीहरू आन्दोलन गर्छौँ यहाँ आएर। यहाँ पनि, यहाँ नभए भने सिडिओ कार्यालयमा पनि गएर त्यहाँ सबै किसानहरू आन्दोलन गर्छौँ।